अहिले हामी चाहिँ प्रेमी ब्लकमा आइपुगेका छौँ। यहाँदेखि यतातिर चाहिँ हामी अब घुम्न गइरहेका छौँ। डाइरेक्सन यता पहिलोचोटि हो। यतातिरैबाट मानिसहरू पनि जाँदैछन्। आज ह्याप्पी फादर्स डे हो। आज त फादर्स डे हो है। अघि गिफ्टहरू पनि थापियो चर्चबाट। छोरीहरूले विश गरे। छोरीहरूद्वारा विश। नानी यता उयो यस्तो झुस आँखा पस्छ है। जाँदैछु। छिटो। त्यो दुईटा चाहिँ साह्रै नै ख्याख्याख्याख्याख्या गरेको। Lake and Bluff? Lake and Bluff. No. That was so Mr. यस्तो रहेछ। अब हामी यहाँदेखि यस्तो उताडि जानेछौँ। गो Yeah, let's go. ल यो पुलबाट जाने अरे। सानो पुल रहेछ यहाँ। काठी पुल। अब यहाँदेखि उपर जानुपर्छ। अनि जङ्गलको बाटो हुँदै आउँदाखेरि यसरी ब्रिज पनि बिचबिचमा यसमा दुईटा भयो रहेछ है। हामी चाहिँ यस्तो राखिदिएको हुन्छ है। रातो रातो पोइन्टहरू त्यो रातो उनीहरूले राखिदिएको पोइन्टमा चाहिँ हेर्दै हिँड्नुपर्ने हुन्छ। अनि यहाँ रुखमा पनि छ एउटा रातो ठोकिदिइराखेको है हो। यस्तो हेर्दै हिँड्नुपर्ने हुन्छ। जङ्गलको बाटोदेखि हेर्दै आउँदै गर्दा ओह्रालो झर्दैछौँ अहिले हामी। स्टेयर पनि यति धेरै छ है। अनि मेरो ब्यागमा मेरो केटीहरू छन्। मेरो 3 जना केटीहरू छन्। यहाँ ट्याक्कै बाथरुम रहेछ। यो लेक हो। यो लेकको मुनिबाट दामी रहेछ। कोही माछा चाहिँ यहाँ पुरा भएन कि। Fish. What fish? Yeah, it's dry fish now. खोइ उतारेर छ खोइ के भयो। ओह यहाँ रहेछ एउटा देख्नुहोस्। त्यही भएर बनाउनु एउटा आफै सिद्रा बनाइदिएछ। माटोमा त हुन्छ नि। के भएर यस्तो माछा हाल्नु? माछा त हाम्रो पराइमा हुनुपर्ने यहाँ के भएर मरेको। के हो बुझ्नुमा? बुझ्नुमा कि हिँडे हो ए बुझ्दैन होइन हिले माछा रहेछ। हिले माछा यो खोकडीहरू हो। मलाई त माछा त लोभ लाग्यो त जिउँदो भएर। सङ्लो छ पानी यतिको त सङ्लो हो नि दामी। उता चाहिँ धमिलो कि त्यो माटो हो। यस्तो साइडमा माटोले गर्दाखेरि हो। यता चाहिँ सङ्लो छ माटो छैन ग्रेभल छ। पछि गर्मी नानीहरूलाई खेलाउनु ल्याउँदा हुने रहेछ। हुने रहेछ त्यति गहिरो पनि छैन। ऊ यहाँ कहाँसम्म भने नि हो त्यहाँसम्म त गहिरै छैन। त्यहाँसम्म ढुङ्गा क्या यस्तो लुगा धुन्थ्यो नि। अब यो छलले गर्दा नानीहरू लग्छ। हामी 4 जना चाहिँ मजाले यतातिर आइयो तिरतिर र इन्जोय गरिरहेका छौँ। यो थुम्कीहरूसँग पहाड पनि के भन्नु यो थुम्की
पहिरो गएर चाहिँ बनिएको खिड्कीहरू रहेछ। म चाहिँ यसको उतापट्टिसम्म पुग्नु मन लाग्यो कि कस्तो रहेछ भनेर। क्या छ यो थुम्को त फस्टै झर यहाँनिर माछा फेरि कति एउले मारेको रहेछ नि। यो छल आउँदा मरेको होला कि क्या हो। यो चाहिँ ऊ परसम्म यस्तैहरू रहेछ। दामी रहेछ यहाँ यसो फोटोहरू खिच्नु ओर्नु है। मजाको रहेछ। मलाई त मन पर्यो। तपाईँहरूलाई कस्तो लाग्यो है। साथीहरू हामी चाहिँ यस्तैतिर घुमफिर गरिराखेको छ है। अमेरिकाको चुचे पहाडहरू यहाँ माथि चढेमा चाहिँ चढ्नु चाहिँ मिल्छ कि मिल्दैन। नचढ्नु त भनेको छैन छानु चाहिँ है। यस्तै छ है। म तल झर्छु है। तल झर्दा चाहिँ अलिक उयो होला। हेरौँ भेटौँ न अब त्यो उता कस्तो छ। अरूतिर पनि यस्तै रहेछ। यस्तै छ है। अझै अनौठो अलिक सानो सानो थुम्को हुँदै गएको रहेछ। अन्त यस्तै छ है साथीहरू। यो थुम्कोहरूको भ्यू अब म फर्किँदैछु यहाँदेखि। यस्तै छ यो भ्यूस। 50 मिनट जस्तो लाग्यो हाम्रो घरबाट चाहिँ त्यहाँ पार्किङ लटमा आउनु। पार्किङ लटमा आएर $5 त्यहाँ मिसिन छ। त्यहाँबाट $5 तिरेर टिकट निकाल्नु पर्ने हुन्छ होइन। टिकट काट्ने मिसिन छ। मान्छे चाहिँ बसेको हुँदैन। अनि निकाल्छ त्यो पेपर चाहिँ त्योमा लगाइराखेर यहाँ माछा एक बित्ताकै छ त। छोटो अम्लाको एक बित्ता रहेछ। त्यहाँनिर टिकट काटेर गाडी राखिराखेर चाहिँ त्यहाँनिर ओरतिर मेप छ। मेप हेरेर चाहिँ ठट्टै यता आउँदाखेरि तपाईँहरूले ठ्याक्कै यतातिर आइपुग्नुहुन्छ यो ठाउँतिर है। यस्तो छ। हाम्रो 2-3 जना चाहिँ यहाँ बसिरहेका छन्। गले अरे 2 जना निकै हिँड्नु पनि खाइरहेको छ। एउटा केटीले त एउटा के 2 जना 3 जनाले खाँदैछ। 2 जनाले खाँदैछ। ल हिँड्दै आयो। भोलिबाट काम छ फेरि। यसो 2 दिन छुट्टी, शनिबार आइतबार छुट्टी हुन्छ है। सबै कुरो भ्याउनुपर्छ। इन्जोय गर्ने टाइम पनि निकाल्नु पऱ्यो। फ्यामिलीलाई टाइम दिनु पऱ्यो त्यतिखेर होइन निकालेर। अनि सपिङहरूको लागि पनि टाइम निकाल्नु पऱ्यो यही 2 दिनमा। केही घरको
धेरै कुराहरू हुन्छ। अब घाँसहरू काट्ने ओर्ने घर सर सफाइ यताउति त्यतिखेर त्यही 2 दिनभित्रमै गर्नुपर्ने हुन्छ। अनि जति जे गर्नुपर्ने 2 दिनभित्रमै गर्नुपर्ने हुन्छ। सेवाहरू जानु पर्यो, भिजिटहरू यताउति 2 दिनमै गर्नुपर्ने हुन्छ। त्यही भएर बिजी लाइफ रही पनि यसो हामीले समय निकालेर फ्यामिलीलाई टाइम दिएर रमाउनु पर्दछ र इन्जोय पनि गर्नुपर्छ। किनकि हाम्रो जीवन भनेको कतिखेर सकिने हो के हुने हो होइन, थाहा छैन, थाहा हुँदैन। त्यो भएर म चाहिँ सबैलाई भन्दछु अलिकति भए पनि टाइम निकाल्नुहोस् आफ्नो परिवारको लागि। अनि यसरी तपाईँहरू पनि इन्जोय गर्न निस्किनुहोस् आफ्नो फ्यामिलीलाई लिएर। यतै छेउछाउको पार्कतिर भयो जुकापातिर हुन्छ होइन, माइन्ड पनि फ्रेस हुन्छ यसरी निस्किँदाखेरि। नजिकै पनि स्ट्रेसहरू रिलिफ हुन्छ। धेरै मानिसहरू कति यसरी घरभित्रै हुनाले गर्दा काममा गयो फेरि आयो, घरमा काममा गयो आयो, त्यसो गर्न पनि धेरै मान्छेहरू स्ट्रेस भइरहेको हुन्छ, कति बिमार भइरहेको हुन्छ। अन्त त्यो भएर पनि म चाहिँ त्यही भन्न चाहन्छु साथीहरू, आफ्नो फ्यामिलीलाई टाइम दिनुहोस्। पहिला अलिकति भए पनि निकाल्नु पर्दछ आफ्नो फ्यामिलीको लागि। हामीले चाहियो भने निक्लिन्छ है। अनि यसरी घुम्नु डुल्नु हिँड्नुहोस्, त्यही हो साथीहरू है त। यही भन्छु। अहिले चाहिँ धेरै पहिल्यैबाट यो कुराहरू थाहा भएर मैले यसरी फलो गरेर हिँडिरहेको छु। मेरो 2टा छोरीहरू अनि मेरो श्रीमती, मेरो करण अनि म, हामी 4 जना। अनि प्रायः जस्तो चाहिँ हामी अरू हाम्रो हाइकिङ ग्रुप छ फ्यामिली। हाम्रो फ्यामिली 3 घर, कोही बेला 2 घर मात्रै हुन्छ, कोही बेला 4 घर हुन्छ होइन। त्यो हाइकिङ गर्नु गइराखेको हुन्छौँ। कोही बेला चाहिँ हाम्रो फ्यामिलीको मात्रै हाइकिङ हुन्छ। अन्त हामी फ्यामिली मात्रै पनि हिँडिराखेको हुन्छ प्रायः जस्तो। अब उहाँहरू नभ्याउँदाखेरि त्यही हो। अनि आज पनि यहाँ फादर्स डेको दिन हो। आज फादर्स डेमा पनि हामी इन्जोय गरिराखेका छौँ। लेकको यो तीरको तीर हिँडिराखेका छौँ। अनि यो थुम्की हेरिराखेका छौँ, घुमिराखेका छौँ। माछा मरेको छ त्यस्तै सिद्रा गनाइराखेको छ, त्यो बास्ना लिइराखेका छौँ। तर हावाले उडाइरहेको छ नि, आउने बित्तिकै चाहिँ धेरै गनायो क्या। सुरुमा डल्ने उयो भयो। हावा त्यस्तो न त अघि हामीले देखाएको चाहिँ यही पाहाडहरू हो। ऊ तलबाट देखाएको हो हामीले है। अघि म चढेको हुँ त्यसमा हो। त्यहाँदेखि यतातिर यस्तो छ। एकदमै यो चाहिँ भ्यू पोइन्ट पनि छ। water the lid. त्यो रहेछ, यो चाहिँ पहिरो गएरै बनिएको होला। यतापट्टि पनि रहेछ पिक. Do you think it's fragile? So like if we just pushed on one side, it'll just collapse? Yeah. Because when I saw in the Google, I thought we can walk there. Wow, look. यता त वाउ रहेछ त। यस्तो यस्तो रहेछ हो। थुम्को रहेछ। थुम्को रहेछ।
Ooh, people could just like walk down there. Yeah. But Daddy, you're not going. Daddy, you are not. Kita walk go no like this. We walk lots of like this in Nepal, This you know, is in our country. This is nothing for us. yeah, but what if somebody falls? But दामी देखेको छ जस चाहिँ अब परबाट जानु पर्ने रहेछ यहाँ पहाड जस्तो यस्तो थुम्को थिए चाहिँ यहाँदेखि पर्छ नि भत्केर चाहिँ यस्तो बन्नेको रहेछ भन्ने चाहिँ मैले पत्तो पाएँ